फेरि पनि गरे हेलो गाइस नमस्ते फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को भिडियोमा अनि अहिले चाहिँ हामी जङ्गलमा छौँ जङ्गलमा के गर्न भनेपछि हामी यहाँ पितृ पूजा गर्न आछौँ म फेरि यहाँ आगो ताप्दै बसेछु यहाँ सब यस्तो गरेर मनसार हामी दुई तला तला मनसार उता फाल्न जहाँ के गरेर मनसार के त्यो टाउकोमा हामी दुई तला टाउकोमा मनसार यसो गर्ने टाउकोमा लाउनु सस्मिता ज्यू आनन्द नआइ पनि जा फेरि पनि गरे उता राख्नु त उता बाटोमा अहिले चाहिँ हामीले यहाँ टिका लाउन लाम यहाँ पण्डित बाजे टिका लगाइदिनु घरको पण्डित बाजे घरको मुखियाले टिका बुझ्दैन खुनाले होइन र ए भगवान ए हेर्न आन्टीले त दसैँ मनाइदिनु जस्तो गरे लाउनुस् मलाई आउनु के लाउनुस् लाउनुस् अन्त 10 रुपैयाँ हालिदिन जाफे अहिले चाहिँ हाम्रो काम सकिसक्यो काम सकेर अब हामी घरतिर भिडियो बनाउँछ नि त तपाईँ यहाँ आउनुहोस् पैसा छ घरतिर जानलाई भने जस्तो ग्राफ त राख्नु पर्ने 500 रुपैयाँ राखिदिन्छु 500 सब्सक्राइबर बढिहाल्थ्यो के अरे दाइले यहाँ टिका लगाइदिन जानेन यस्तो मुखिया बड्डाले त टिका लाउनु जान्ने पर्ने लगाइदिएको रे यहाँ यस्तो लगाइदिएको तिमी पनि त्यो बड्डा जस्तो कुरा नगर न चोर जस्तो बाटो फेरि यहाँ यस्तो हो अलिक चिप्लेर कहाँ जान्छु म मान्छे राम्रो भयो बाटो राम्रो हुन्छ ए त्यही हिँड्न पनि उयो गरेको अनि चिप्ले भयो नि मेरो चप्पल कति चिप्लो हो किन किन माछा मार्न जान लागिस् ल आन्टीलाई हानेर अहिले हानेन कि त्यहाँ अड्किन्छ मैले अड्केन केही लाएर है प्लिज अड्किनु जस्तो अनुहार हुनु पऱ्यो नि अड्किनुलाई त आन्टी हेर्नु त तपाईँलाई हानेर किन हुन्न हाम्रो घर चाहिँ उयो हो कुखुराले खान्छ अरे बिचरा कहिले हरियो बरियो देखा भए पो अनि मिचिर लाग्लाको यो अन्त कौवा सानो खान्थ्यौँ नि त कौवा हजुरले यस्तो खानुहुन्थ्यो कि नै हाम्रो कति खान्थ्यौँ यो हामीले त कौवा भन्थ्यौँ र हजुरले के भन्नुहुन्छ अनि यो पहिला यस्तो भएर अनि कालो हुन्छ यो यसको बोक्रा निस्केर भित्र कालो हुन्छ त्यही हामीले चपाउँथ्यौँ अनि यसको भित्रबाट दुध निस्किन्थ्यो दुध कौवा कौवा हे भिरा र पहिरो बेसार घारीमा हिँड्दैछौँ यो बेसार होइन नि के हो यहाँ तोरीहरू छर्नु भए आन्टीहरूले त्यो बच्चा बच्ची जस्तै गर्छ यहाँले बेला बेलामा यता हेर त कति ह्यान्डसम देखियास मक्ख पर्या ह्यान्डसम भनेको त त्यस्तो बेसरबारीबाट हिँड्न पर्छ रोक्न यहाँ अनि 20 लौए लौए यो चाहिँ ढल्यो के स्वीट होम हामी चाहिँ अब यो चाहिँ दोस्रो दिन
हिजो हामी 8 बजीदेखि खेलेको थियौँ आज हामी कति बजी खायो 2 कि 3 बजी 20 मिनट 2 बज्न यति हाम्रो भाइहरूको भैलो साइडमा हैन के गाडीले हान्देला हेर्नु नि अरू यहाँ मसुको देखेछु कसकोमा छ गाना ए बजा बसी बिहान मनको धुको माथि राति डाँडामा नाचे जस्तै झ्याउ नाचेर हाम्रो आशा ब्युटिफुल प्रेरणा हाम्रो भैलो कता गइसक्यो हामी यहाँ कपडा बिग्रेर कपडा मिलाउन गएको थियौँ कता गयो हाम्रो भैलो कतै बजे खाएर गाउँतिर के गाउँतिर जाने भन्थेन के हो कि गाउँतिर नै हो फोन गर न टाढा कहाँमी हम भन्छ उता मैले त्यही खोजेको थिएँ अब खाइछु
हेलो नमस्ते तिम्रो नाम के हो तिम्रो ए प्रिन्स म प्रियान्सी हम प्यारी बहिनी मेरो नाम स्वस्तिका स्वस्तिका लामा कि तामाङ रे दुइटै हो लामा तामाङ युट्युबमा आएको होइन युट्युबर हो युट्युबर हामी आउनु बिहान पूजा गरेको यही ठाउँ हो यहाँ माथि हो हामी पूजा गर्न गएको अघि सीताको छोरीलाई हेरौँ यहाँ सीता की छोरी हुँ त्यहाँ नाचिरहन हामी यहाँ बसिरहौँ त्यो होइन कि त्यो कुराले होइन ब्लगर बन्न लानु क्या ब्लगर दाइको भिडियो धान्ने हो क्या राम्रो राम्रो सिद्धि हामी चाहिँ दोबेर बस्यो हामी निकै नै धोबा दिउँसोदेखि ग्याङ छुटिसके हामी
अब चाहिँ हामी घर जानलाई यहाँ सबै भैलो पनि सकिसक्यो, भाडा पनि भर्न लागिसक्यो। त्यस भएर घर जान लास्टमा हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हाम्रो अस्मिता दिदीलाई बाई 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 गर्दैन केटी हो। बाई बाई अब 3 दिनपछि भेटौँला।